त अन्धकारतर्फ आउने विनाशतर्फ लम्किरहेको मान्छे अन्धतामा परेर बिना अर्थको जीवन बाँचिरहेको मान्छे तर क्रिस्टको पवित्रले मलाई भनेर निकाल्यो अब नुनामा भएको छु सरर सरर यसुको प्रेम सरर सरर यसुको क्षमा करुणा भगवतीत स्वतन्त्र भइरातो मामा म त ममा क्रिस्टको वचन लिएर लोकियायो उनको महिमा देख्नलाई सिकायो ममा क्रिस्टको वचन लिएर लोकियायो उनको महिमा देख्नलाई सिकायो म त यस पृथ्वीको अद्भुत सत्तामा मल्लिरहेको मान्छे सृष्टिकर्ता पितालाई बचिन्छ आत्मामा म त मरेको मान्छे क्रिस्टको पवित्रताले नयाँ जन्म मलाई दिए अब जीवितमा भएको छु यसुको क्षमा करुणा भगवतीत स्वतन्त्र भइरातो मामा म त यसुको प्रेम हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ ईश्वरले सृष्टि गर्नुभयो अब्राहमका सन्तान हामी ईश्वरले सृष्टि गर्नुभयो अचम्म छ मेरो प्रिया ईश्वरको प्रेम अचम्म छ मेरो प्रिया ईश्वरको प्रेम हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ हामीले उनेको ज्ञान यसु राजाले दिएको ज्ञान गरौँ न हामीले उनेको ध्यान डरलाग्दो छ हे मेरो प्रिया पापी संसार डरलाग्दो छ हे मेरो
मेरो प्रिय बाँकी संसार हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हेर्छौँ नेपाली भाषामा गरौँ न महिमा हाम्रो राजा यसुलाई पुर्ख्यौली भाषामा नेपाली भाषामा गरौँ न महिमा हाम्रो राजा यसुलाई यसु हाम्रो राजा हामी हुन्छौँ प्रजा गरौँ न महिमा यसुलाई आज यसु हाम्रो राजा हामी हुन्छौँ प्रजा गरौँ न महिमा यसुलाई आज नाचेर माउँदै ताली बजाउँदै मादलको तालमा कम्मर हल्लाउँदै नाचेर माउँदै ताली बजाउँदै मादलको तालमा कम्मर हल्लाउँदै गरौँ न महिमा हालेलुया हालेलुया यसु राजालाई हालेलुया 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 यसु राजालाई हालेलुया 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 यसु राजालाई हालेलुया आसान परमेश्वरलाई धन्यवाद दिन्छु यसको तपाईँ जीवित जिउँदो पद तपाईँ हुन्छ तपाईँलाई धन्यवाद चढ्दछु यसलाई तपाईँ उचालिनु भयो तपाईँको महिमा भएको तपाईँलाई हामी धन्यवाद चढ्दछौँ हाम्रो प्रभुमा यो सिंहासनमा विराजमान छ उनीको स्तुति महिमा गान धन्यवाद शक्ति स्तुति महिमा गान धन्यवाद शक्ति यसुलाई हो सदा सर्वदा यसुलाई हो सदा सर्वदा यसुलाई हो सदा सर्वदा यसुलाई हो सदा सर्वदा
येशूलाई हो सदा सर्वदा येशूलाई हो सदा सर्वदा येशूलाई हो सदा सर्वदा मुक्ति अनन्त जीवन दिनु सम्पूर्ण कुराको स्रोत पाउनु तपाईँ हुन्छ सम्पूर्ण प्रेमको भण्डार पाउनु तपाईँ अनुग्रह दिनुहुने पर तपाईँ हुनुहुन्छ सबैलाई धन्यवाद छ उचालिनु भएको तपाईँको महिमा भएको धन्यवाद छ माग्छु आशिष ख्रिस्टको नाममा आमेन अर्पण माइक जोड्नुपर्छ क्या हेलो 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 हुन्छ जय मसी सबैजनालाई जय मसी हुन्छ परमेश्वरलाई महिमा भएकोस् हामी ताली बजार हाम्रो क्वायर झुन्डलाई धन्यवाद दिन सक्छौँ यो समय ओके हामी आज आराधना सङ्गतिमा छौँ परमेश्वरलाई महिमा भएको होस् कि उहाँले यो समयहरू दिनुभएको छ र विशेष गरी यो समय हामी स्वागतकै समयमा छौँ हाम्रो बिचमा पास्टर कमल हुनुहुन्छ अनि अगुवा झुन्ड हुनुहुन्छ अनि लगायत अन्य पनि हुनुहुन्छ र पहिलोचोटि यो सङ्गतिमा तपाईँहरू हुनुहुन्छ भने कृपया उठेर आफ्नो नाम मात्रै भए पनि भनिदिन सक्नुहुन्छ कोही हुन्छ आफ्नो नाम मात्रै भन्दा पनि हामी तपाईँहरूलाई चिन्न सक्छौँ र तपाईँको निम्ति हामी प्रार्थना गर्न सक्छौँ दुईवटा अनुहार चाहिँ मैले देखिरहेको थिएँ दिदी त योभन्दा अगाडि पनि आउनु भएको थियो जस्तो पनि लाग्छ हाम्रो धरानबाट हाम्रो दिदी हुनुहुन्छ अस्मिता भाउजूको दिदी अनि बहिनीको नाम के हो हजुर ओके पूजा बहिनी पनि हुनुहुन्छ शनिश्वरे पिपलगाउँबाट उहाँको लागि पनि हामी प्रार्थना गर्न सक्छौँ हुन्छ हामी एकअर्कालाई फर्केर तपाईँहरूलाई स्वागत छ भनेर भन्न सक्छौँ यो समय यो सङ्गतिमा ओके आज हामीसँग प्रभुभोज छ हामीसँग प्रभुभोजको समय छ यस कारणले हामीसँग परिचयात्मक सन्देश छैन आजको दिनमा अनि केही सूचनाहरू हाम्रो बिचमा छ जस्तो कि हरेक आइतबार पास्टर राजन न्यौपाने सँगै अन्य पास्टरहरूद्वारा टिभी टुडे भन्ने च्यानलबाट प्रेमको सन्देश प्रचार प्रसारण भइरहेको छ हरेक सोमबार हाम्रो बाइबल क्लास भइरहेको छ घरेलु सङ्गति पनि त्यसैमा भइरहेको छ अनि हरेक मङ्गलबार हामी चाहिँ रेडियो नेपालबाट प्रेमको सन्देश प्रचार प्रसारण भइरहेको छ हाम्रो आदरणीय पास्टर भाइहरूले प्रचार गर्नुहुन्छ अनि त्यही रेडियो नेपालमा सुनिराख्नु हुने दुईजना व्यक्तिले चाहिँ फोन गरेर चाहिँ रेडियो मगाउनु भएको छ त्यो रेडियो चाहिँ मसँग आइसकेको छैन अनि एउटा दुहुबी नगरपालिकाको हुनुहुन्छ दुहुबीको अनि एकजना चाहिँ विराटनगरको हुन्छ त्यो चाहिँ म भोलि पुऱ्याउन गइरहेको छु अनि रेडियो नेपालबाट पनि त्यसरी परमेश्वरको कामहरू भइरहेको छ होइन दुईजना अन्धा व्यक्ति हुनुहुँदो रहेछ अनि उहाँहरूले चाहिँ निरन्तर प्रेमको सन्देश सुन्नुहुँदो रहेछ अनि हामीलाई रेडियो चाहियो हामी पनि अझ बेसी सुन्न सक्छौँ र प्रभुमा विश्वास गर्न सक्छौँ भनेर चाहिँ उहाँहरूले मगाउनु भएको रहेछ र उहाँहरूको रेडियो आइपुगेको छ म कहाँ अनि मैले चाहिँ हिजो रिसिभ गरेर अब भोलि पुऱ्याइदिनेछु र तपाईँहरूले यो रेडियो नेपाल रेडियो मिनिस्ट्रीको निम्ति अनि प्रेमको सन्देशको निम्ति चाहिँ निरन्तर प्रार्थना गर्न कहिले पनि नछुटाउनुहोस् र निरन्तर सल्लाह दिनको निम्ति अन्य तपाईँको आफन्तलाई तपाईँ आफै पनि सुन्नको निम्ति चाहिँ तपाईँले सल्लाह दिन सक्नुहुनेछ सँगै हरेक बुधबार त्यहाँ चाहिँ पास्टर शिवेलीसँग मिसन भेला भइरहेको छ जुम भन्ने एप्सबाट अनि पास्टर शिवेलीको निम्ति तपाईँहरूले प्रार्थना गर्नुहोला केही दिन अगाडि चाहिँ उहाँ एक्सिडेन्ट पर्नु भएको छ होइन कारमा एक्सिडेन्ट हुनुभएको छ उहाँको घोडामा समस्या आइरहेको छ उहाँको 3-4 चोटि भन्दा बेसी चाहिँ यो कम्मरको पनि अपरेसन गरेको हो है र पनि उहाँ आउनुहुन्थ्यो निरन्तर हामी प्रार्थना गरौँ उहाँको निम्ति उहाँको एक्सिडेन्ट भएको छ उहाँको शारीरिक स्वास्थ्यको निम्ति हामी प्रार्थना गर्नेछौँ अनि हामीसँग बिहिबार बाइबल कक्षा फेरि नयाँ सुरु भएको छ हामीले एफिसीको एबिडी होइन हामीले एप्लाई बाइबल डक्ट्रिन भन्छ अनि त्यो चाहिँ यो बिहिबारदेखि सुरु भएको छ त्यो म आफै पढाउनेछु हरेक शुक्रबार हाम्रो सुसमाचार प्रचार निरन्तर भइरहेको छ हिजो पनि हामी माथि आइयाबारी मनोकामना टोल भन्ने ठाउँमा हामी गएका थियौँ हाम्रो भाइ सुमनको त्यहाँ दिदी भिनाजु अनि भान्जा भान्जीहरू हुनुहुन्छ
त्यहाँ गएर हामीले अत्यन्तै राम्रोसँगले सुसमाचार प्रचार गरेका थियौँ हिजो। अनि धन्यवाद तपाईँहरू जो जतिले प्रार्थना गरिदिनु भयो, सहभागिता नभए पनि प्रार्थना गरिदिनु भएको निम्ति अत्यन्तै धेरै धेरै हृदयदेखि धन्यवाद। हाम्रो शनिबार 9 बजीदेखि 10 बजीसम्म अनि हाम्रो सङ्गति भइरहेको छ। हाम्रो क्रिसमस नजिकै छ, क्रिसमसको लागि हामी छलफल गर्न सक्छौँ पछि सङ्गति पछाडि। तपाईँहरू के योजनाहरू गर्न सक्नुहुनेछ। क्रिसमसको सूचना आउने हप्तादेखि म निरन्तर भन्ने छु, तपाईँहरू अहिलेदेखि नै तयारी अवस्थामा रहनुहोला अनि हामी सबै कुराहरूको लागि प्रार्थना पनि गर्नेछौँ। ओके, हामीसँग प्रभुभोज भएको कारणले गर्दाखेरि हामी अब वचनतिर जानेछौँ। त्योभन्दा अगाडि हामी भेटी उठाउनेछौँ। आउनुहोस् पहिला चाहिँ हामी प्रार्थना गरौँ सबैजना मिलेर। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समय, यस घडी साँच्चै नै धन्यवाद यो अद्भुत समयको निम्ति। अनि प्रभु, हामीले साँच्चै नै तपाईँको अगाडि हामी प्रभु साँच्चै नै तपाईँको महिमाको निम्ति हामी यो भेटीहरू दिनेछौँ। हामीलाई तपाईँले सहायता गर्नुहोस्, दिने हातहरूमा तपाईँले आशिष गर्नुहोस्। प्रभु साँच्चै नै यहाँ चाहिँ अगौटे फलेर आएको छ। तपाईँ परमेश्वरले ती सम्पूर्ण कुराहरूमा आशिष गर्नुभएको जसले तपाईँको निम्ति दिन्छ प्रभु, उनीहरूलाई पनि तपाईँ परमेश्वरले प्रशस्तसँग दिनुहुन्छ। किनकि तपाईँले भन्नुहुन्छ मलाई जाँचेर हेर। प्रभु साँच्चै नै तपाईँ परमेश्वर दिनुहुने परमेश्वर हुनुहुन्छ। प्रभु धन्यवाद तपाईँलाई सबै कुराहरू निम्ति। यो भेटीद्वारा तपाईँकै महिमा भएको होस्। यो भेटी राख्नुहुने तपाईँको छोराछोरीहरूलाई तपाईँले सहायता गर्नुभएको छ। प्रभु, हामी तपाईँको वचन सुन्नको निम्ति हामी तृषित छौँ। हामीलाई त्यो तृष्णा मेटाइदिनु भएको छ। तपाईँको वचन सुन्ने, तपाईँको सुनाउने छोरालाई पनि तपाईँले सहायता गर्नुहोस्। धन्यवाद। सबै कुरा हजुरको हातमा राख्छु येशू प्रभुको नाममा, आमेन। अनिसा होइन मिलन छ नि त। खेला गर्दै भनिदेऊ संसार सबैलाई, धरतीको बोझ उठाइ लाने जन्मिए मुक्तिदाता, मानिसको झोला लिएर गरिब गोठैमा, मानिसको झोला लिएर गरिब गोठैमा, आस्केल गर्दै बनिदे बुर्बकहरूलाई पहिले दर्शन पठाए पिताले, गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले, दूध गराई भन्न लागे साँझको बेलामा, ताराडहर प्रभु जन्मिए दाउदको सहरमा, ताराडहर प्रभु जन्मिए दाउदको सहरमा, गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा, गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा, आस्केल गर्दै भनिदे संसार सबैलाई, धरतीको बोझ उठाइ लाने जन्मिए मुक्तिदाता, मानिसको झोला लिएर गरिब गोठैमा, मानिसको झोला लिएर गरिब गोठैमा, आस्खेल गर्दै भनिदे पूर्वका ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे, पूर्वका ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे, साँझको नौलो तारादेखि हर्षले रमाए, राजाहरूका राजा जन्मे को पत्ता लगाए, राजाहरूका राजा जन्मे को पत्ता लगाए, परम पितालाई मनको धन्यवाद चढाए,
परम पितालाई मनकोली धन्यवाद चढाए आस्केला गर्दै बनिदेऊ संसार सबैलाई धरतीको बोझ उठाइ लाने जन्मिए मुक्तिदाता मानिसको चोला लिएर गरिब गोठैमा मानिसको चोला लिएर गरिब गोठैमा आस्केला गर्दै भनिदेऊ। हुन्छ हामी हाम्रो आदरणीय पास्टरलाई ताली बजाएर स्वागत गर्नेछौँ। जय मसीह सबैलाई स्वागत छ तपाईँहरूलाई फेरि पनि आजको सङ्गतिमा। हामी तपाईँको छेउमा भएकोलाई तपाईँले जति अर्थात् के भन्न मन लागेको छ हात मिलाएर स्वागत छ। अनि हिजो जे भयो भयो होइन, हिजो जे भयो भयो, आज ठिकै छ। फेरि हामी पुनःस्थापित हुने परमेश्वरको प्रेमले म तपाईँलाई प्रेम गर्छु होइन, के हुनसक्छ होइन, भन्नु सक्नुहुन्छ है। सन्चै हुन्छ नि तपाईँहरू होइन। हुन्छ, प्रभुलाई महिमा होस्। क्रिसमस नजिक छ, हामी सरसल्लाह गर्नेछौँ। अनि क्रिसमस भनेको चाहिँ चाड होइन नि त होइन, हामीलाई थाहा छ। त्यस पछाडि हामी यो क्रिसमसको समयमा अझ धेरै सुसमाचार गर्छौँ। अनि तपाईँलाई एउटा सूचना, एउटा जानकारी गराउन चाहन्छु। धरानमा अब आजदेखिको हाम्रो ग्रेटर गेस्ट चर्च सुरु हुँदैछ। तपाईँले प्रार्थना गरिदिनु होला। सँगै काठमाडौँबाट पास्टर गणेश, त्यसपछि उहाँको परिवार आउँदै हुनुहुन्छ होइन। अब धरानमा नै बस्नुहुन्छ उहाँहरू। अनि उहाँहरूको लागि पनि हामी प्रार्थना गरिदिन सक्छौँ। अब उहाँहरू पूर्वमा रहेर प्रभुको मिसनलाई अझ अगाडि बढाउनु हुनेछ। तपाईँले प्रार्थना गरिदिन सक्नुहुनेछ। अनि ताप्लेजुङमा पनि अब चाँडै सङ्गति सुरु हुँदैछ, त्यसको लागि पनि तपाईँले प्रार्थना गरिदिनु होला। आमेन। हुन्छ, प्रभुलाई महिमा होस्। आउनुहोस् हामी आजको वचनबाट केही कुराहरू हामी हेर्नेछौँ। हामी पहिलो यूहन्ना पुस्तकलाई हामी निकाल्नेछौँ। पहिलो यूहन्ना आज हामी विशेष गरी सङ्गतिको विषयमा हामी हेर्दैछौँ। अनि हामीलाई थाहा छ होइन सङ्गति भनेको के भन्ने कुराहरू। अनि यो विषयमा अझ हामी आजको वचनबाट केही कुराहरू हामी हेर्नेछौँ। अनि हामीलाई थाहा छ सङ्गति के हो। धेरैचोटि हामीले सङ्गतिको विषयमा सुनिरहेको छौँ। अनि कतिचोटि हामीलाई सङ्गति एकदमै यो सुनिरहेको हो होइन, हामीले थाहा भएको कुराहरू हो। हामीलाई कतिचोटि साधारण लाग्छ नि त सङ्गति भनेको होइन। तर पनि यो सङ्गति भन्ने जुन शब्द छ यो अत्यन्तै गहन छ, अत्यन्तै गम्भीर छ होइन। अनि यो विषयलाई अझ हामी आज परमेश्वरको वचनबाट अझ नजिक भएर हामी हेर्नेछौँ। अनि आउने दिनहरूमा होइन यो कुराहरूलाई अझ हामी बृहत रूपमा हामी बुझ्नेछौँ। विशेष गरी सङ्गतिलाई चाहिँ हामी पहिलो यूहन्ना 1 अध्यायमा हेर्छौँ भने चाहिँ होइन, 1 अध्यायको 2 पददेखि तलतिर हामी हेर्छौँ भने यहाँ चाहिँ लेखेको छ, अनि यो जीवन प्रकट हुनुभयो र हामीले देखेका छौँ र गवाही दिन्छौँ। अनि तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछौँ जो पितासँग हुनुहुन्थ्यो र हामी कहाँ प्रकट हुनुभयो। 3 पद, तिमीहरूले पनि हामीसँग सङ्गति पाऊ भनेर हामीले जे देखेका र सुनेका छौँ सो कुरा तिमीहरूलाई सुनाउँछौँ। अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँको पुत्र यीशु ख्रीष्टसँग छ। अनि तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यो कुराहरू तिमीहरूलाई लेख्छौँ। आमेन। अनि सङ्गति अत्यन्तै महत्त्वपूर्ण छ। ग्रिकमा यसलाई कोइनानियो भन्ने शब्द प्रयोग गरिएको छ। अनि कोइनानियो भित्र रहेको अर्थहरूलाई हामी हेर्छौँ, जहाँ थुप्रै 4वटा कुराहरू हामी पाउँछौँ। अनि पहिलो कुरो भनेको चाहिँ सङ्गति हो होइन। कोइनानियो भन्ने जुन शब्द छ यसलाई हामी नेपालीमा चाहिँ 5वटा शब्दहरूलाई यसले व्याख्या गरिदिएको छ। त्यो पहिलो शब्द भनेको चाहिँ सङ्गति हो। अनि सङ्गति हामीलाई थाहा छ। अनि यहाँ छेउ हामी चाहिँ भेला छौँ। अनि यो भेला चाहिँ हाम्रो कारणले भएको होइन होइन, यो भेला चाहिँ येशू ख्रीष्टको कारणले भएको, परमेश्वरको कारणले गर्दाखेरि चाहिँ हामी यस ठाउँमा भेला भएका छौँ। अनि यो भेला, यो सङ्गति चाहिँ येशू ख्रीष्टको कारणले नै सम्भव भएको। अनि उहाँको बलिदान, त्यसपछि उहाँको असीम अनुग्रह भनौँ, त्यसपछि प्रेम, उहाँको कृपा, दया, भलाइ होइन। किनकि आजभन्दा 2000 वर्ष अगाडि
येशू ख्रीष्ट चाहिँ सारा संसारको मानिसको पापको लागि चाहिँ त्यो क्रुसमा बलिदान हुनुभयो होइन। उहाँको मृत्यु, उहाँको गडाइ, त्यसपछि उहाँको पुनरुत्थान, उहाँको प्रेम, अनुग्रह, कृपा र दयाद्वारा चाहिँ यो सङ्गति सम्भव भएको छ। आज यहाँ हामी भेला भएका छौँ, हेर्नुहोस् त, यो हाम्रो कारणले हो त। यदि हाम्रो कारणले हुने भएको भए त हामी यस ठाउँमा हुने नै थिएनौँ। म कहाँ हुने थिएँ होइन, पास्टर विशाल कहाँ हुने थियो, त्यसपछि किरण भाइ कहाँ हुने थियो होइन, आफ्नो आफ्नो ठाउँमा, हाम्रो आफ्नो आफ्नो धुनमा व्यस्त हुन्थ्यो होला हामी होइन। तर हेर्नुहोस्, आजभन्दा एकजना व्यक्ति, आज 2000 वर्ष अगाडि एकजना व्यक्ति जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो येशू ख्रीष्ट होइन, अनि उहाँको मृत्यु, पुनरुत्थान, गडाइ, अनि उहाँको अगापे प्रेम, कृपा, दया, भलाइ, उहाँको बलिदान, उहाँको रगतद्वारा चाहिँ यो सङ्गति सम्भव भएको छ, कुनै पनि कुराहरूले होइन। अनि यो सङ्गतिको मुख्य आधार नै येशू ख्रीष्टको बलिदान हो, उहाँको मृत्यु हो, अनि उहाँको अनुग्रह र उहाँले क्रुसमा सिद्धाउनु भएको कार्यको कारणले गर्दाखेरि चाहिँ यो सङ्गति सम्भव भएको छ। अनि यो एकदमै सुन्दर कुरो हो। हेर्नुहोस् त, यसमा हामीले घमण्ड गर्नुपर्ने कुनै कुरो नै छैन होइन, हामीले तुच्छ सम्झिनु पर्ने पनि कुनै कुराहरू नै छैन। मेरो निम्ति त अर्थात् मेरो कारणले त केही पनि होइन रहेछ भन्ने खालको त्यो तुच्छता पनि हामीले सोच्न आवश्यक नै छैन। वास्तवमा जे कुराहरू भइरहेको छ यी सबै कुराहरू चाहिँ येशू ख्रीष्टको कारणले भइरहेको छ। अनि यो सङ्गति, यो भेला, यो भेटघाट सबै कुराहरू चाहिँ येशू ख्रीष्टको कारणले भइरहेको छ। अनि यो सङ्गति भन्ने जुन शब्द छ यसलाई हामी अझ नजिक भएर हामी हेर्छौँ होइन। जस्तो कि होइन, कुनै पनि एउटा व्यवसाय हामी गर्छौँ उदाहरणको निम्ति, अनि त्यहाँ छेउ चाहिँ हामीले पार्टनरसिपमा यदि गर्छौँ भने, जस्तो कि एउटा व्यवसाय हामीले सुरु गर्ने उदाहरणको निम्ति होइन, त्यहाँ छेउ चाहिँ सुमन भाइले चाहिँ केही लगानी गर्नुभयो, विशाल भाइले केही लगानी गर्नुभयो, कविराज भाइले केही लगानी भयो, त्यस पछाडि होइन किरण भाइले केही लगानी गर्नुभयो, अनि मैले केही लगानी गरेँ भने अब त्यो व्यवसाय चाहिँ मेरो मात्रै नभएर त्यो व्यवसाय चाहिँ कसको हुन्छ, हाम्रो भन्ने हुन्छ नि त होइन। त्यहाँ चाहिँ सुमन भाइको पनि हो, कविराज दाईको पनि हो, किरण भाइको पनि हो, मेरो पनि हो, विशाल भाइको पनि हो त्यो व्यवसाय। अनि सङ्गति भनेको चाहिँ सेम त्यस्तै हो। सङ्गति भनेको चाहिँ मेरो होइन प्रियहरू, यो चाहिँ हाम्रो हो भन्ने हुन्छ होइन, यो चाहिँ हाम्रो हो भन्ने हुन्छ। अनि परमेश्वरले हेर्नुहोस् त पृथ्वीलाई बनाउनु भयो, सम्पूर्ण कुराहरू उहाँले सृष्टि गर्नुभयो। अनि जब परमेश्वरले पृथ्वीलाई बनाउनु भयो भने यो पृथ्वी पनि परमेश्वरको मात्रै नभएर यो पृथ्वी हाम्रो पनि हो। अनि एक दिन हेर्नुहोस् त, उहाँले हामीलाई स्वर्ग बनाइदिनु भएको छ, एक दिन हामी स्वर्गमा हुनेछौँ। हाम्रो निम्ति चाहिँ परमेश्वरले त्यो स्वर्गलाई तय गर्नुभएको छ होइन। विश्वास गर्नेको निम्ति चाहिँ परमेश्वरले त्यो स्वर्गलाई बनाउनु भएको छ भनेपछि यो पृथ्वी पनि हाम्रो हो, यो स्वर्ग पनि हाम्रो हो। अनि येशू ख्रीष्टले आज यो सङ्गतिको विषयमा चाहिँ हामीले के बताउन चाहनुहुन्छ भन्दाखेरि सङ्गति भनेको चाहिँ सबैको साझा हो, सङ्गति भनेको चाहिँ मेरो, सङ्गति भनेको चाहिँ हाम्रो, यो सबैको भन्ने अर्थ लाग्छ सङ्गति भनेको चाहिँ। अनि यो जहाँ यहाँ भेला हामी भएका छौँ भने यो सङ्गति चाहिँ हाम्रो, यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, यहाँ चाहिँ येशू ख्रीष्टको उपस्थिति छ होइन। अनि उहाँ चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ, उहाँ मेरो मात्रै परमेश्वर नभएर उहाँ चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। सारा संसारको मानिसको परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ होइन। हिजो हामी सुसमाचारमा थियौँ अनि यही कुराहरू हामीले बताउँदै थियौँ होइन आयाबारीमा। अनि त्यहाँ छेउ चाहिँ एकजना व्यक्ति पनि हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ धर्मको कुरा जोड्दै हुनुहुन्थ्यो, एकदम धार्मिक मानिस हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ धर्मको कुराहरू जोड्दै हुनुहुन्थ्यो होइन। तर हामीले एउटै कुरो उहाँलाई बताइदियौँ, सृष्टिकर्ता चाहिँ एउटै हुनुहुन्छ, अनि उहाँ चाहिँ सबैको परमेश्वर हुनुहुन्छ, उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, मेरो मात्रै होइन तपाईँको पनि परमेश्वर हुनुहुन्छ। अनि वास्तवमा सङ्गति भनेको चाहिँ यही हो, हाम्रो भन्ने। जब त्यहाँ चाहिँ भेला हुन्छ, त्यहाँ चाहिँ सबै कुरा साझा हुन्छ भने त्यो चाहिँ सङ्गति हो। अनि यो कोइनानी हो भन्ने शब्दले चाहिँ सङ्गति भन्ने अर्थ लगाउँछ, यो सङ्गति भन्ने शब्द हुन्छ। अनि यो सङ्गतिले चाहिँ सबैको साझा हो, यो चाहिँ हाम्रो हो भन्ने कुरो चाहिँ त्यहाँ चाहिँ अर्थ लाग्दछ। अनि यो कुरो हामीले बुझ्न पर्ने हुन्छ। अनि अर्को कुरो, दोस्रो कुरो, सङ्गतिको अर्थ अर्थात् कोइनानीको अर्थ शब्द हुन्छ वितरण होइन। वितरण भन्ने अर्थात् बाँडचुँड भन्ने पनि हुन्छ। अनि जहाँ छेउ चाहिँ समान वितरण हुँदैन भने त्यो चाहिँ सङ्गति होइन, बुझ्नुभयो नि। जहाँ चाहिँ समान वितरण भएन भने अर्थात् त्यहाँ चाहिँ पक्षपात हुन्छ, त्यहाँ चाहिँ भेदभाव हुन्छ भने त्यो चाहिँ सङ्गति हुन सक्दैन। त्यो चाहिँ भेला हुन्छ, त्यो चाहिँ पार्टी होला होइन, कुनै राजनीतिक दलको एउटा भेला होला होइन। यदि त्यहाँ छेउ चाहिँ समान वितरण हुँदैन अर्थात् समान बाँडचुँड हुँदैन भने त्यो चाहिँ सङ्गति हुन सक्दैन, त्यो चाहिँ कोइनानी हुन सक्दैन। जस्तो कि परमेश्वरले पवित्र आत्मा चाहिँ हामी सबैलाई समान दिनुभएको छ, कसैलाई कम कसैलाई धेरै दिनुभएको छैन। यहाँ जो जति हुनुहुन्छ हामी प्रत्येकको निम्ति चाहिँ परमेश्वरले पवित्र आत्मा चाहिँ बराबरी दिनुभएको छ। येशू ख्रीष्ट सबैको निम्ति बराबरी दिनुभएको छ, चाहे त्यो विश्वासी होस् चाहे त्यो अविश्वासी होस्। सिङ्गो येशू ख्रीष्ट भनौँ न, सम्पूर्ण येशू ख्रीष्ट चाहिँ सबैको निम्ति दिनुभएको
अनि आजभन्दा 2000 वर्ष अगाडि होइन उहाँको पुत्र यो संसारमा आउनुभयो। यूहन्ना 3को 16 पदले भन्छ कि यसकारण परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, मैले आफ्नो पुत्र यो संसारको निम्ति दिनुभयो। मण्डलीको निम्ति मात्रै भन्नु भएन नि त होइन, विश्वासीको निम्ति मात्रै भन्नु भएन। पुत्र चाहिँ येशू ख्रीष्ट चाहिँ पिताले परमेश्वरले सबैको निम्ति दिनुभएको छ सम्पूर्ण रूपमा। कसैलाई कम, कसैलाई धेरै, मण्डलीलाई चाहिँ धेरै, त्यस पछाडि विश्वासीलाई चाहिँ अझ धेरै, अनि विश्वास नगर्नेलाई चाहिँ थोरै होइन। प्रियहरू, प्रत्येकको निम्ति येशू ख्रीष्ट चाहिँ बराबर रूपमा दिनुभयो। यो चाहिँ कोइनानी हो, यो चाहिँ सङ्गति हो। येशू ख्रीष्टको रगत सबैको निम्ति बराबरी हो, चाहे त विश्वासी होस् चाहे त अविश्वासी होस्, सबैको निम्ति येशू ख्रीष्टले त्यो क्रुसमा समान रगत बगाउनु भएको। अनि येशू ख्रीष्टले सिद्धिएको कार्य जुन क्रुसमा सिद्धाउनु भयो, मुक्तिको कार्य सबैको निम्ति बराबरी रूपमा उहाँले सिद्धाउनु भएको छ। यहाँ चाहिँ परमेश्वरले कहिले पनि पक्षपात गर्नुहुन्न। यो चाहिँ समान वितरण, समान बाँडचुँड चाहिँ परमेश्वरले गर्नुभएको छ। अनि कतिपय चर्चहरूमा चाहिँ होइन जातभातको कुराहरू हुन्छ, अनि अलिकति जातको हिसाबले मण्डली अगाडि बढ्छ भने चाहिँ पक्का पनि कुनै न कुनै ठाउँमा गएर त्यो मण्डलीमा चाहिँ विभाजन हुन्छ। यदि मण्डलीमा नातावाद आयो, त्यसपछि जातभातको कुरा हुन थाल्यो, पक्षपात हुन थाल्यो भने चाहिँ मण्डलीमा समस्या हुन्छ। कहीँ न कहीँ गएर त्यो मण्डली चाहिँ एक्सिडेन्ट हुन्छ, दुर्घटना हुन्छ त्यो मण्डली। बाइबलमा कहीँ पनि हामी जातभातको कुराहरू हामी देख्दैनौँ, किनकि जातभातको कुरा हुन थाल्यो भने चाहिँ त्यो कोइनानी होइन, त्यो सङ्गति होइन, किनकि त्यहाँ चाहिँ पक्षपात भयो नि त होइन, पक्षपात हुन थाल्यो। अनि बाइबलमा कहीँ पनि छैन कि यो जातको, यो थरको व्यक्तिलाई चाहिँ स्वर्गमा ठुलो इनाम छ, अनि यो अलिकति ठुलो जात हो तिमी, ठुलो जातको चाहिँ स्वर्गमा ठुलो स्थान छ, तिम्रो निम्ति चाहिँ धेरै पुरस्कार छ, इनाम छ भनेर स्वर्गमा भएको बाइबलमा लेखेको म कहीँ पनि भेट्दिनँ। बाइबलमा जति पनि हामी व्यक्तिहरूलाई भेट्छौँ, देख्छौँ, बाइबलको हिरोहरूलाई, उनीहरूको जात कहीँ पनि उल्लेख गरेको म पाउँदिनँ होइन। अब्राहमको न जात थियो, मोसाको कुनै पनि जात थिएन, दाउदको पनि जात थिएन होइन, कसैको पनि बाइबलमा भएको कुनै पनि व्यक्तिको हामी जात भएको हामी देख्दैनौँ। अनि यदि मण्डलीभित्र नातावाद प्रवेश गर्यो, जात प्रवेश गर्यो, थरको प्रवेश भयो भने चाहिँ मण्डली विभाजन हुन्छ। त्यो चाहिँ कोइनानी होइन, त्यो चाहिँ सङ्गति होइन, त्यो चाहिँ एउटा छुट्टै भेला हो। अनि यो चाहिँ शैतानबाटको हुन्छ, यो चाहिँ शरीरबाटको, संसारबाटको। यो जात चाहिँ संसारले चाहिँ जात छुटाउँछ होइन, तिमी ठुलो जात, तिमी सानो जात। नेपालकै कतिपय ठाउँहरूमा त जात भातको यति धेरै विवादित छ कि तिनीहरूले होइन अलिकति जात भातको घृणाको दृष्टिकोणले हेर्छ कतिपय जातलाई त उनीहरूले। अनि यो त बाइबलमा हामी कहीँ पनि भेट्दैनौँ होइन। वास्तवमा यो संसारीको, यो शैतानीको, अनि यो चाहिँ बाइबल अर्थात् मण्डलीभित्र हुन्छ भने चाहिँ यो एउटा डरलाग्दो मूर्ति पूजा हो होइन, यो चाहिँ आत्मिक व्यभिचार हो एक हिसाबले। अनि यो मण्डलीमा जात भातको कुरा राख्नु हुँदैन हामीले कहिले पनि। यसकारण कोइनानी हो भनेको चाहिँ समान वितरण हो, समान बाँडचुँड हो, प्रत्येक मानिसको निम्ति यो बाँडचुँड हो। त्यहाँ चाहिँ त जातको मात्रै होइन, कुनै पनि मानिसलाई पनि परमेश्वरले पक्षपात गर्नुहुन्न, कुनै पनि मानिसलाई परमेश्वरले पक्षपात गर्नु, कुनै पनि राष्ट्रको व्यक्तिलाई परमेश्वरले पक्षपात गर्नुहुन्न। उहाँलाई पनि त्यही वितरण गर्नुभएको छ, परमेश्वरले त्यही बाँडचुँड गरिदिनु भएको छ। यसकारण हामी मण्डलीमा परमेश्वरको जीवन हामी समान बाँडचुँड गर्छौँ होइन, परमेश्वरको प्रेमलाई हामी समान बाँडचुँड गर्छौँ, उहाँको अनुग्रहलाई, उहाँको कृपालाई, उहाँको दयालाई, उहाँको भलाइलाई, स्वर्गको कुराहरूलाई हामी समान रूपले चाहिँ हामी मण्डलीमा बाँडचुँड गर्छौँ। अनि यदि यो गर्छौँ भने चाहिँ यो चाहिँ सङ्गति हो, यो चाहिँ कोइनानी हो। यदि त्यो हुँदैन भने चाहिँ त्यो सङ्गति होइन, त्यो कोइनानी होइन, त्यो चाहिँ अन्त्य एउटा भेला हुनसक्छ। अनि यो मण्डलीमा चाहिँ यो भयो भने चाहिँ यो चाहिँ डरलाग्दो हुन्छ होइन। साँच्चै नै परमेश्वरले हामीसँग सङ्गति गर्न चाहनुहुन्छ नि त होइन। किनकि हेर्नुहोस् त अदनको बगैँचामा परमेश्वरले पहिलो मानिसलाई बनाउनु भयो, अनि अदनको बगैँचामा परमेश्वर सधैँ मानिससँग सङ्गति गर्नको निम्ति आउनुहुन्थ्यो होइन, त्यो भेला गर्नको निम्ति आउनुहुन्थ्यो। त्यहाँ चाहिँ परमेश्वर स्वयंले होइन पहिलो मानिसलाई उहाँले सिकाउनुहुन्थ्यो, डोर्याउनुहुन्थ्यो, अगुवाई गर्नुहुन्थ्यो। अनि परमेश्वरले चाहिँ मानिससँग सङ्गति गरिरहन चाहनुहुन्थ्यो। अनि यही सङ्गति गर्नको निम्ति नै परमेश्वरले मानिसलाई बनाउनु भएको थियो। अनि परमेश्वरले के यहाँ संसारमा भएको सबै जीवित प्राणीहरूको नाम राख्न सक्नुहुन्थेन होला र? सक्नुहुन्थ्यो नि है। तर पनि हेर्नुहोस् त पहिलो मानिस आदमलाई चाहिँ ल तिमीले नाम राख त, अनि नाम राख्नको निम्ति परमेश्वरले भन्नुभयो। अनि आदमले जे देख्यो सबै कुरोको नाम राखिदिए। तर वास्तवमा परमेश्वरले त्यहाँ छेउ मानिससँग चाहिँ समय बिताउन चाहनुहुन्थ्यो होइन, एउटा सम्बन्धलाई त्यहाँ छेउ परमेश्वरले घनिष्ठ बनाउन चाहनुहुन्थ्यो। अनि यसकारण सङ्गति भनेको नै वास्तवमा परमेश्वर र तपाईँ र मेरो एउटा घनिष्ठता हो। परमेश्वरले त्यहाँ छेउ सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ, अनि अझ नजिक भएको परमेश्वर चाहनुहुन्छ। हामी पहिलो यूहन्ना 3 अध्याय अथवा यूहन्नाको पुस्तकलाई पढ्छौँ भने चाहिँ यसको मुख्य विषयवस्तु नै सङ्गति हो।
अनि हामी यूहन्ना 15 अध्यायमा हेर्छौँ भने चाहिँ ममा रह र म तिमीहरूमा रहन्छु। यसको मतलब यो हो कि त्यहाँ छेउ परमेश्वर एउटा घनिष्ठताको विषयमा बताउन चाहनुहुन्छ। अनि परमेश्वर बिना हामी केही पनि गर्न सक्दैनौँ एक हिसाबले, अनि येशू ख्रीष्टले पनि हामी बिना उहाँले केही पनि गर्न चाहनुहुन्न। अनि यो चाहिँ सङ्गति हो, अनि यो चाहिँ कोइनानी हो। अनि मण्डलीमा आज त्यही कुराहरूलाई परमेश्वर चाहनुहुन्छ होइन। त्यहाँ छेउ सङ्गति भएको, घनिष्ठता भएको, त्यसपछि मण्डलीमा समान वितरण भएको, समान बाँडचुँड भएको, त्यहाँ चाहिँ विभाजित नभएको, त्यहाँ चाहिँ विभाजन नभएको चाहिँ परमेश्वर चाहनुहुन्छ। अनि कोरिन्थीको मण्डलीमा चाहिँ समस्या थियो होइन, त्यहाँ चाहिँ विभाजन थियो, समान बाँडचुँड थिएन। त्यहाँ चाहिँ मानिसहरूले कसैले चाहिँ म त पावलको हो, म चाहिँ अपोलोसको हो, कसैले भन्छ म केफासको हो, कसैले भन्छ म येशू ख्रीष्टको हो। त्यहाँ छेउ कोरिन्थीको मण्डलीमा चाहिँ हामी कोइनानी हो, सङ्गति भएको हामी पाउँदैनौँ त्यहाँ छेउ चाहिँ, किनकि उनीहरूको बिचमा चाहिँ यहाँ चाहिँ समान बाँडचुँड छैन, समान वितरण छैन। त्यहाँ चाहिँ येशू ख्रीष्टको प्रेम, अनुग्रह, कृपा, दयालाई हामी देख्दैनौँ। त्यहाँ चाहिँ विभाजनलाई देख्छौँ, फुटलाई देख्छौँ र समस्यालाई देख्छौँ। यो चाहिँ सङ्गति होइन प्रियहरू। यसकारण यदि सङ्गति हो भने त्यहाँ चाहिँ घनिष्ठता हुन अत्यन्तै आवश्यकता छ। यदि सङ्गति हो भने त्यहाँ चाहिँ समान बाँडचुँड हुन आवश्यकता छ होइन। यसकारण हामीले समान बाँडचुँड चाहिँ मण्डलीमा यदि हुन्छ भने त्यो चाहिँ सङ्गति हो। अनि यो चाहिँ सुन्दर कुरा। अनि तेस्रो कुरो हामी सहभागितालाई हामी देख्न सक्छौँ होइन। सहभागिता हामी पहिलो कोरिन्थी 10 अध्यायको 16 पदलाई हेर्छौँ भने चाहिँ त्यहाँ चाहिँ सहभागिता भन्ने शब्दलाई प्रयोग गरेको हामी पाउँदछौँ। अरू पनि खण्डहरू छ। अनि यो सहभागिता भनेको के हो त भन्दाखेरि, अनि हामी स्थानीय मण्डलीमा छौँ, अनि यो स्थानीय मण्डलीमा चाहिँ हामी स्थानीय मण्डलीको हरेक कुराहरूमा चाहिँ हामीले सहभागिता जनाउन अत्यन्तै आवश्यकता छ। अनि यदि एउटा व्यक्तिले येशू ख्रीष्टलाई चिन्छ, उसले सुसमाचारलाई विश्वास गर्दछ, हो येशू ख्रीष्ट मेरो पापको लागि त्यो क्रुसमा बलिदान हुनुभएको रहेछ, म एउटा धर्म मान्ने व्यक्ति मात्र रहेछु, तर साँचो ईश्वर अर्थात् सृष्टिकर्ता, मलाई बनाउनु हुने, मलाई प्रेम गर्नुहुने परमेश्वर त येशू ख्रीष्ट हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ मेरो पापको लागि त्यो क्रुसमा बलिदान हुनुभएको रहेछ, मेरो पापको लागि उहाँ मारिनु भएको रहेछ, गाडिनु भएको रहेछ, तेस्रो दिनमा बौरी उठ्नु भएको रहेछ, अहिले उहाँ स्वर्गमा हुनुहुँदो रहेछ, उहाँलाई हामीलाई लिन आउनु हुने रहेछ भन्ने कुरो यदि एउटा व्यक्तिले विश्वास गर्छ भने अब ऊ चाहिँ निरन्तर ऊ चाहिँ मण्डलीसँग, स्थानीय मण्डलीसँग चाहिँ ऊ सहभागी भइरहन्छ होइन। किनकि स्थानीय मण्डलीबाट चाहिँ अब उसले आत्मिक उन्नति र आत्मिक वृद्धिको निम्ति चाहिँ धेरै कुराहरू उसले सिक्ने मौका पाइरहेको हुन्छ। यसकारण स्थानीय मण्डलीको हरेक कुराहरूमा हामी चाहिँ सहभागी भइरहन अत्यन्तै आवश्यकता छ। म शनिबारको दिन मात्रै होइन, तर मण्डलीको हरेक क्रियाकलापमा, चाहे त्यो घरेलु सङ्गति होस्, चाहे सुसमाचार होस्, प्रार्थनाको सङ्गति होस्, जेसुकै होस् त्यहाँ चाहिँ म सहभागी भइरहन्छु। यदि कोइनानी हो भन्ने शब्दलाई नेपालीमा हामी सहभागी भन्ने अर्को अर्थ पाउँछौँ भने, अनि त्यहाँ छेउ सम्पूर्ण मानिसहरू सहभागी हुँदैनन् भने त्यहाँ चाहिँ कोइनानी हुँदैन, त्यहाँ चाहिँ सङ्गति हुँदैन। यसकारण हामी प्रत्येक चाहिँ सहभागी भइरहन अत्यन्तै आवश्यकता छ। अनि जो व्यक्ति मण्डलीमा सहभागी हुन चाहँदैनन्, आफूलाई मण्डलीको छत्रछारीबाट बाहिर हुन चाहन्छन् भने ऊ चाहिँ शैतानको पहिलो शिकार हुन अत्यन्तै एकदमै ऊ चाहिँ भनौँ न त्यो उसलाई चाहिँ शैतानले चाहिँ पहिलो निशाना उसलाई बनाइरहेको हुन्छ। अनि ऊ सङ्गतिमा हुन्छ, सहभागितामा भइरहन्छ, मण्डलीको छत्रछारीमा भइरहन्छ भने त त्यहाँ चाहिँ शैतानले कहिले पनि उसलाई शिकार बनाउन सक्दैन, किनकि त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति छ, त्यहाँ चाहिँ मण्डलीको छत्रछारी छ, त्यहाँ चाहिँ सामर्थ्य छ, शैतानले टार्गेट गर्न सक्दैन। तर जब ऊ चाहिँ मण्डलीमा सहभागिता जनाउन चाहँदैन, ऊ सहभागिताबाट बाहिर भइरहन्छ भने चाहिँ अब उसको निम्ति चाहिँ समस्या बन्न सक्छ होइन। किनकि शैतान चाहिँ एउटा गर्जने सिंह हो नि त होइन। सिंहले चाहिँ जहिले पनि आक्रमण गर्छ भने एउटा एकदमै भनौँ न ऊ जुन शिकार चाहिँ दौडन सक्दैन त्यो झुन्डबाट, अनि जुन शिकार चाहिँ कमजोर छ होइन, जुन शिकार चाहिँ झुन्डबाट बाहिर भइरहेको हुन्छ त्यो शिकारले चाहिँ भनौँ न सिंहले चाहिँ पहिलो आक्रमण गर्दछ। त्यस्तै हो, शैतान चाहिँ गर्जने सिंह हो होइन। अनि यस्तो विश्वासीलाई उसले टार्गेट गर्छ जो चाहिँ सहभागी हुन चाहँदैनन्, अनि ऊ चाहिँ बाहिर रहन चाहन्छन् होइन। अनि त्यस्तो शिकारलाई चाहिँ शैतानले पहिलो आक्रमण गरिदिन्छ होइन। अनि उसको जीवनमा चाहिँ समस्या हुन सक्दछ होइन। यसकारण हामी प्रत्येकले चाहिँ हामी स्थानीय मण्डलीमा चाहिँ सहभागिता जनाउन अत्यन्तै आवश्यकता छ। अनि जब हामी सम्पूर्ण स्थानीय मण्डलीमा सहभागी हुन्छौँ भने, समान वितरण हुन्छ भने त्यो चाहिँ सङ्गति हो, त्यो चाहिँ कोइनानी हो। अनि यसकारण सहभागिता कति सुन्दर छ होइन। अनि चाहे त्यो प्रार्थना होस्, घरेलु सङ्गति, मिसन होस्, सुसमाचार होस्, दिने कुराहरूमा होस्,
दिने कुरा पैसा मात्रै हुँदैन, उत्साह दिने समय हुन्छ, त्यसपछि समय दिने कुराहरू हुन्छ, त्यसपछि सरसफाइको कुरा हुन्छ होइन, अतिथि सत्कारको कुराहरू हुन्छ। हरेक कुरामा चाहिँ म सहभागी हुन्छु होइन, म उपस्थिति भइदिन्छु। त्यहाँपछि चाहिँ परमेश्वरको महिमा हुन्छ। अनि यो सुन्दर कुरा, यी कुराहरूलाई हामीले बिर्सनु हुँदैन। अनि सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ। हिब्रू 10:25 के भन्छ? कतिजनाको चाहिँ सङ्गति नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन हामी नछौँ। एकसाथ भेला हुन भनेको चाहिँ यो चाहिँ सहभागिता हो। अनि सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ। त्यस पछाडि हामी अर्को कुरोलाई हामी हेर्छौँ भने चाहिँ योगदान। अनि कोइनानियाको अर्को शब्द भनेको चाहिँ योगदान हो। अनि सुरुवाती मण्डलीहरूमा हामी हेर्छौँ भने चाहिँ त्यहाँ छेउ सबै कुराहरू साझा भएको हामी देख्छौँ होइन, सबै कुराहरू साझा भएको हामी देख्छौँ। यदि एउटालाई कुनै एउटा कुराको आवश्यकता छ भने अनि अर्को विश्वासीले चाहिँ त्यो व्यक्तिको आवश्यकतालाई पुरा गरिदिन्थे। त्यहाँ चाहिँ एकजना बर्नाबास भन्ने व्यक्ति छ। अनि बर्नाबासले चाहिँ सम्पूर्ण आफ्नो सम्पत्तिलाई बेचेर चाहिँ अनि प्रेरितहरूको पाउमा राखिदिएका छन् होइन, अर्थात् मण्डलीलाई दिएको छ मिसनको कामको निम्ति होइन। त्यसो थुप्रै व्यक्तिहरू छन् जसले चाहिँ दिएर चाहिँ मण्डलीलाई ठुलो योगदान दिएको हामी पाउन सक्छौँ। अनि योगदान मण्डलीमा म एउटा स्थानीय मण्डलीको सदस्य भएको कारणले गर्दाखेरि मेरो मण्डलीमा ठुलो योगदान छ। अनि यदि मैले योगदान दिने मेरो अवसर छैन भने त्यो कोइनानी होइन। यदि मेरो त्यहाँ योगदान मण्डलीमा भएन भने त्यो चाहिँ सङ्गति भएन होइन। यसकारण प्रत्येकको निम्ति चाहिँ मण्डली योगदान गर्ने एउटा अवसर हुने एउटा ठाउँ हो मण्डली चाहिँ होइन। अनि यदि हामी सङ्गति भन्ने अर्थलाई अर्थात् कोइनानी भन्ने अर्थलाई बुझ्छौँ भने पहिलो छ समान वितरण, समान बाँडचुँड हुन आवश्यकता छ। त्यस पछाडि समान सहभागिताको आवश्यकता छ। त्यस पछाडि समान योगदान। अनि योगदान मैले मण्डलीमा दिइरहेको छुइनँ भने कतिपय समयमा म किन दिन सकिरहेको छैन भन्दाखेरि म सोचिरहेको छु कि म मण्डलीमा केही पनि गर्न सक्दिनँ होइन। मलाई त परमेश्वरले वरदान पनि दिनुभएको छ कि छैन क्या हो, म केही गर्न सकिरहेको छु, मेरो वास्ता पनि भइरहेको छैन। अनि म चाहिँ कुर्सीमा बस्छु एक छेउमा कुनामा अनि वचन सुन्छु अनि म उठेर हिँड्छु होइन। तर होइन, त्यो चाहिँ वास्तवमा शरीरबाटको परमेश्वरले प्रत्येकले एउटा अमूल्य एउटा हिस्साको रूपमा परमेश्वरले हेर्नुहुन्छ, अमूल्य अङ्गको रूपमा परमेश्वरले हेर्नुहुन्छ। अनि त्यो अङ्गले चाहिँ मण्डलीमा विशेष योगदान दिएको परमेश्वरले चाहनुहुन्छ। अनि जेसुकै होस् मण्डलीलाई म कसरी योगदान दिन्छु भने म उपलब्ध हुन्छु जुनसुकै कुराहरूमा होस् मण्डलीको म त्यहाँ चाहिँ उपलब्ध हुन्छु। मैले योगदानको निम्ति ठुल्ठुलो कुराहरू गर्नुपर्छ भन्ने होइन। अनि म कसरी योगदान दिन सक्छु भन्दाखेरि एउटा पास्टरले कसरी योगदान दिन सक्छ मण्डलीलाई, जब पुलपिटमा जानुपर्छ, त्यस पछाडि मण्डलीलाई सही तरिकाले परमेश्वरको वचनबाट सिकाउनुपर्छ, मण्डलीलाई अगुवाई गर्नुपर्छ, मण्डलीलाई उसले सही भोजन आत्मिक भोजन वचनबाट सिकाउनुपर्छ। यो पास्टरको एउटा योगदान हो। त्यस पछाडि विश्वासीहरूले पनि कसरी योगदान दिन सक्छन् त, आत्मिक अगुवाहरूले कसरी योगदान दिन सक्छन् त, एउटा जवान व्यक्तिहरूले मण्डलीमा कसरी योगदान दिन सक्छन् त होइन। मण्डलीका आमा वृद्ध बुवाहरूले कसरी मण्डलीलाई योगदान दिन सक्छन् त होइन। यो प्रत्येकको निम्ति चाहिँ स्थानीय मण्डली चाहिँ यो एउटा अवसर, यो ठाउँ हो। अनि हामीले हाम्रो दान वरदानलाई प्रयोग गर्ने ठाउँ पनि स्थानीय मण्डली नै हो। अनि यहाँ छौँ हामीले हाम्रो आफ्नो तर्फबाट चाहिँ जे छन् हामीमा होइन, जे कुराको निम्ति परमेश्वरले मलाई प्रयोग गर्न चाहनुहुन्छ त्यो योगदान चाहिँ हामीले मण्डलीमा दिइरहन अत्यन्तै आवश्यकता छ, दिइरहनुपर्छ। अनि कतिलाई प्रचार गर्ने वरदान होला, हामी प्रचार गरेर हामी वरदान त्यो योगदानलाई हामी दिउँ मण्डलीमा होइन। कतिले सुसमाचार सुनाएर चाहिँ हामी योगदान हामी दिन सक्छौँ। कतिलाई शिक्षा दिने वरदान छ, हामी शिक्षा दिएर चाहिँ मण्डलीलाई योगदान दिउँ। कतिको व्यवस्थापन गर्ने वरदान छ, अनि त्यो व्यवस्थापन गरेर मण्डलीलाई हामी योगदान दिउँ। अनि अस्ति ताप्लेजुङ हामी गयौँ मिसन ट्रिपमा, हेर्नुहोस् त, तपाईँले दिएर चाहिँ ठुलो योगदान पुर्याउनु भयो, कतिले प्रार्थना गरेर ठुलो योगदान दिनुभयो, अनि कतिजनाले चाहिँ भनौँ न सहभागी भएर चाहिँ त्यहाँ चाहिँ ठुलो योगदान दिनुभयो। त्यहाँ कति मिराकल्स भयो, कतिजनालाई हामी सुसमाचार सुनायौँ होइन। अनि त्यहाँ छेउ सङ्गतिको लागि ठाउँ तयार भइसकेको छ, मात्र हामी अब त्यहाँ छेउ जान बाँकी छ। हेर्नुहोस् त, अब जब कुनै व्यक्ति जान्छन् भने त्यहाँ छेउ अद्भुत कुराहरू हुन्छ होइन। त्यहाँ छेउ धेरै मानिसहरूले चाहिँ यीशु ख्रीष्टको विषयमा सुन्नेछ। अनि त्यहाँ भएका मानिसहरू जो नरक जाँदै थिए ती मानिसहरू त्यो स्वर्गमा एक दिन हामी भेट्नेछौँ होइन। अनि यो कस्तो सुन्दर कुराहरू होला। त्यहाँ छेउ सुमन भाइको ठुलो योगदान छ। अनि उहाँको दिदीको परिवारमा हामी बस्यौँ, त्यहाँ छेउ खायौँ होइन, सङ्गति गऱ्यौँ। अनि त्यो ठाउँमा हामी सुसमाचार प्रचार गऱ्यौँ। त्यसपछि उहाँको गाउँमा गयौँ, घरमा गयौँ, त्यहाँ पनि हामी सुसमाचार प्रचार गऱ्यौँ। अनि सुमन भाइको त्यहाँ चाहिँ ठुलो योगदान छ। अनि यस्तै तरिकाले होइन हामी के गर्न सक्छौँ मण्डलीको निम्ति त्यो योगदान हामी दिउँ। यो चाहिँ अवसर हो।
अनि हामी कहिले पनि नसोचौँ कि म केही पनि गर्न सक्दिनँ, त्यो चाहिँ तुच्छता हो एक हिसाबले। परमेश्वरले त्यो चाहनुहुन्न। हामी यो पनि नसोचौँ कि म भएर भनेपछि मण्डली चल्दैन, त्यो चाहिँ घमण्ड हो होइन। परमेश्वरले घमण्ड पनि चाहनुहुन्न र तुच्छताको सोच भएको पनि परमेश्वरले चाहनुहुन्न। म जे हो म त्यही हो होइन। परमेश्वरले मलाई नयाँ सृष्टि बनाउनु भएको छ, म उहाँको सन्तान हो भने मैले मण्डलीमा योगदान दिन आवश्यकता छ। कतिले होइन गिटार बजाएर यहाँ चाहिँ सुमन भाइले योगदान दिइराख्नु भएको छ। त्यस पछाडि मिलन भाइले क्याजन बजाउनुहुन्छ अनि आराधना झुन्ड अगाडि आउनुहुन्छ, त्यो उहाँहरूको योगदान हो। कतिजनाले कुर्सी मिलाउनुहुन्छ, त्यो योगदान हो। कतिजना चप्पललाई मिलाइदिनुहुन्छ, त्यो योगदान हो तपाईँको। कतिले आर्थिक रुपियाँहरू दिएर मण्डललाई सहयोग पुर्याइराख्नु भएको छ, मिसनको निम्ति मुट्ठीहरू खोल्नु भएको छ, त्यो तपाईँको योगदान हो। अनि यो कुराहरू कहिले पनि खेरो जाने छैन होइन। यो सम्पूर्ण कुराहरूको चाहिँ परमेश्वरले एक दिन इनामहरू राखिदिनु भएको छ। अनि हाम्रो योगदानहरू खेरो जाँदैन प्रियहरू, हाम्रो योगदानहरू खेरो जाँदैन। अनि त्यो सम्पूर्ण योगदानहरूको चाहिँ परमेश्वरले एक दिन हामीलाई इनाम दिनुहुन्छ। अनि यो सुन्दर कुराहरू अनि अनि अरू हामी के गर्न सक्छौँ मण्डलीको निम्ति योगदान होइन। सानो सानो कुराहरूदेखि लिएर सबै कुराहरू हामी मण्डलीमा योगदान पुर्याउन सक्छौँ। अनि यो चाहिँ सुन्दर कुराहरू। जब हामी सम्पूर्ण मानिसहरू भेला हुन्छौँ, समान बाँडचुँड हुन्छ, त्यहाँ चाहिँ भेदभाव हुँदैन, पक्षपात हुँदैन, समान वितरण हुन्छ। त्यस पछाडि हामी होइन अनि हामी सहभागिता हुन्छौँ। त्यस पछाडि चाहिँ हामी मण्डलीमा योगदान दिन्छौँ भने त्यो चाहिँ कोइनानी हो, त्यो चाहिँ सङ्गति हो। यहाँ छेउ विभाजित हुँदैन, यहाँ चाहिँ पक्षपात हुँदैन। अनि यो चाहिँ सङ्गति हो। अनि कतिपय समयहरूमा हामी मण्डलीलाई किन योगदान दिन सक्दैनौँ त होइन, किन दिन सक्दैनौँ भन्दाखेरि कतिपय समयमा मण्डली चाहिँ मेरो हो, मण्डली चाहिँ हाम्रो हो भन्ने अर्थात् यो कोइनानी हो भन्ने शब्दको अर्थ थाहा नभएको कारणले गर्दाखेरि, सङ्गतिको महत्त्वलाई नबुझेको कारणले गर्दाखेरि चाहिँ कतिपय समयमा हामी मण्डलीमा योगदान दिन सकिरहेको हुँदैनौँ, सक्दैनौँ। कतिपय समय हामीलाई बोझ हुन्छ, कतिपय समय हामीलाई गाह्रो हुन्छ होइन। कि त नबुझेको कारणले गर्दाखेरि त्यस्तो हुन सक्दछ। तर वास्तवमा एउटा उदाहरण हेर्नुहोस् त, जब हाम्रो घरमा चाहिँ उदाहरणको निम्ति यदि हाम्रो घरमा 12 बजी राति बिरामी भयो भने हाम्रो सदस्य अर्थात् मेरो श्रीमती, मेरो छोराछोरी, मेरो श्रीमान, यदि 12 बजी राति बिरामी भयो भने हामी के गर्छौँ? बिरामी हुँदै गर्छ नि, जे होला भन्ने हामी सोच्छौँ त, हामीलाई निद्रा लाग्छ त, लाग्दैन नि होइन, हामीलाई गाह्रो हुन्छ नि। अनि हामी गुहार माग्छौँ, कसैलाई हेल्प माग्छौँ, फोन गर्छौँ, भएन भने हामी हस्पिटल लान्छौँ होइन, उपचार गर्छौँ। अनि किन हामी गर्छौँ भन्दाखेरि वास्तवमा परिवार हाम्रो हो नि त होइन, मेरो श्रीमान हो नि त, मेरो श्रीमती हो नि त, त्यस पछाडि मेरो छोरा मेरो छोरी हो नि त होइन। अनि म निन्द्रालाई त्यागिदिन्छु, मेरो रुपियाँ पैसालाई त्यागिदिन्छु, त्यसपछि मेरो समयलाई म त्यागिदिन्छु, जेसुकै होस् होइन। म चाहिँ उसलाई बचाउनतिर, उसलाई भनौँ न सहायता गर्नतिर म लाग्छु। किन भन्दाखेरि मेरो घर हो, मेरो परिवार हो, मेरो आफन्त, मेरो सदस्य हो होइन। म उसलाई यसरी नै तडपिरहेको चाहिँ म हेर्न चाहदिनँ। अनि यो चाहिँ किन त्यो परिवारको निम्ति चाहिँ म योगदान दिन्छु भन्दाखेरि मलाई थाहा छ यो मेरो, यो हाम्रो हो। अनि सेम त्यही उदाहरण हामीले मण्डलीभित्र हामी ल्याउँ त, यो मण्डली हाम्रो हो, यो मण्डली मेरो हो। अनि मेरो घर यदि मैले बढाल्नु छ भने म आशा गर्छु त पल्लो घरको परिवारले आएर चाहिँ मेरो घर बढालिदियोस् भने म आशा गर्छु त, त्यो हुन्छ त हुँदैन नि होइन। किन म मेरो घरमा आफै बढाल्छु होइन, मेरो घरको जुठो भाँडा चाहिँ म आफै किन म सफा गर्छु? किन भन्दाखेरि मेरो घर नै त होइन, मेरो घर हो, मलाई थाहा छ यो मेरो घर हो, मैले सफा गर्नुपर्छ, मैले बढाल्नुपर्छ। त्यहाँ चाहिँ घनिष्ठता छ नि त होइन, त्यहाँ चाहिँ सङ्गति छ। त्यस्तै गरी मण्डली भनेको पनि त्यस्तै हो प्रियहरू। यो मेरो मण्डली, यो हाम्रो मण्डली हो भन्ने कुरो अर्थात् यो कोइनानी हो, यो सङ्गति भन्ने अर्थलाई हामी बुझ्छौँ भने चाहिँ हाम्रो हो, मैले गर्नुपर्छ, उसले नगरे के भयो त होइन, उसले गर्दैन ठिकै छ, म गर्छु भन्ने भावना चाहिँ हामीमा सृजना हुन्छ प्रियहरू। अनि किन भन्दाखेरि यो चाहिँ कोइनानी हो। अनि यो योगदान चाहिँ अब मण्डलीले म दिन थाल्छु, किनकि यो मेरो मण्डली हो, परमेश्वर हाम्रो हुनुहुन्छ होइन, यो मेरो मण्डली हो, मैले गर्नुपर्छ भन्ने भावना चाहिँ हामीसँग हुँदछ। तर अर्को कुरो यस्तो पनि हुन्छ, म सुसमाचार प्रचार गर्छु र सुमनले पनि सुसमाचार प्रचार गर्नैपर्छ भन्ने पनि होइन प्रियहरू, बुझ्नुभयो नि। म सुसमाचार प्रचार गर्छु उदाहरणको लागि, अनि किरण भाइले पनि मसँग सुसमाचार प्रचार गर्नैपर्छ भन्ने चाहिँ होइन। म गर्छु, परमेश्वरले गर्नु भन्नुभएको छ, अनि म सुसमाचार प्रचार गरेर योगदान दिन्छु। मलाई थाहा छ सुसमाचार मानिसहरूले विश्वास गर्यो भने ऊ चाहिँ स्वर्ग जान्छन्। तर किरण भाइले सुसमाचार प्रचार गर्दैन भने पनि नो प्रब्लम होइन, नो प्रब्लम। अनि जसरी परमेश्वरले उहाँको अगुवाई गर्नुहुन्छ, जसरी परमेश्वरले मलाई क्षमता दिनुभएको छ, त्यही अनुसारले मैले मण्डलीलाई योगदान दिनुहुन्छ। यसकारण सुमन भाइले गर्दैन भने पनि म चाहिँ गर्छु मण्डलीको लागि
होइन। विशाल भाइले गर्दैन भने पनि म गर्छु भन्ने चाहिँ सोच हामीसँग हुनुपर्छ प्रियहरू। यस्तो कहिले नहोस् सुमन भाइले गरेन मन गर्दिनँ भन्ने खालको चाहिँ त्यो खालको त्यो चाहिँ योगदान होइन प्रियहरू। त्यो चाहिँ अलिकति भनौँ न त्यो फरक प्रकारको कुराहरू हुन्छ होइन। तर योगदान भनेको चाहिँ म गर्छु होइन, म गर्छु, यो मेरो हो, यो हाम्रो हो भन्ने चाहिँ यदि हामी बुझ्छौँ भने चाहिँ त्यो चाहिँ योगदान। यसकारण हामी मण्डलीमा योगदान दिन्छौँ, स्थानीय मण्डलीमा सहभागी हुन्छौँ, समान बाँडचुँड हुन्छ, त्यस पछाडि हामी सङ्गति गर्छौँ, त्यस पछाडि हामी योगदान मण्डलीलाई हामी दिन्छौँ। अनि यो चाहिँ सुन्दर कुराहरू। त्यसपछि अन्तिम हामी सञ्चारलाई हामी हेर्न सक्छौँ होइन। सञ्चार हामी समान सञ्चार चाहिँ मण्डलीमा हामी गर्छौँ। येशू ख्रीष्टले समान सञ्चार गर्नुभयो होइन, समान सञ्चार गर्नुभयो। कोइनानीको अर्थ चाहिँ सञ्चार हो। अनि एउटा पास्टरले चाहिँ जहिले पनि समान सञ्चार गर्न आवश्यकता छ हरेक झुन्डलाई, चाहे त्यो बाल सङ्गतिलाई होस्, चाहे त्यो जवान होस्, आत्मिक लिडरहरू होस्, आमा वृद्ध होस्, जेसुकै होस्, त्यहाँ चाहिँ समान सञ्चार हुन अत्यन्तै आवश्यकता छ मण्डलीमा। मण्डलीमा चाहिँ यो पक्षपात हुँदैन। मैले अघि पनि भने होइन, कोही चाहिँ फेभरेट को चाहिँ फेभरेट हुने, कोही चाहिँ फेभरेट नहुने भन्ने हुँदैन। बुझ्नु पऱ्यो? यो भाइ चाहिँ मेरो लागि फेभरेट हो, यो बहिनी चाहिँ फेभरेट हो भन्ने हुँदैन प्रियहरू। हामीले समान सञ्चार मण्डलीमा हुन आवश्यकता छ। भोलिको दिनमा मण्डलीमा परमेश्वरले होइन अरू पनि मानिसहरू दिनुहुन्छ, यहाँ चाहिँ भिडभाड हुन्छ होइन, यहाँ चाहिँ सङ्ख्यात्मक वृद्धि हुन सक्ला। अनि त्यो वृद्धिमा चाहिँ कसै चाहिँ मेरो निम्ति राम्रो, कसै चाहिँ नराम्रो भन्ने हुँदैन। किनकि परमेश्वरले कहिले पनि पक्षपातको प्रेम गर्नु भएन। सही प्रेम, सही सञ्चार गर्नुभयो हरेक व्यक्तिलाई। धनीलाई पनि त्यही प्रेम, गरिबलाई पनि त्यही प्रेम होइन र। इन्डियाको मान्छेलाई पनि त्यही प्रेम, जापानको मान्छेलाई पनि त्यही प्रेम गर्नुभयो। मण्डलीमा समान सञ्चार हुन अत्यन्तै आवश्यकता छ। अनि यो भएन भने चाहिँ हामी के हुन्छौँ थाहा छ? पक्षपात गर्न थाल्छौँ। सुमन भाइ चाहिँ मेरो फेभरेट हो, कविराज दाइ चाहिँ होइन। यदि यस्तो भयो भने चाहिँ समस्या हुन्छ, मनमुटाप हुन्छ होइन, घमण्ड हुन्छ, तितोपना हुन्छ त्यहाँ चाहिँ। अनि कोइनानी हो भनेको चाहिँ समान सञ्चार। पुलपिटबाट हेर्नुहोस् त, समान सञ्चार हुन्छ कि हुँदैन भन्नुहोस् न। यहाँ चाहिँ परमेश्वरको वचन प्रत्येकलाई बराबरी हुन्छ नि होइन। हो बुझ्नु नबुझ्नु आफ्नो क्षमता अनुसार त्यहाँ चाहिँ हुँदछ। तर हामीले समान सञ्चार गर्न कहिले पनि छाड्नुहुन्न। हो कसैले त्यसलाई स्वीकार गर्ला होइन, कम गर्ला, कसैले थोरै गर्ला, कसैले धेरै गर्ला, त्यो आफ्नो क्षमता अनुसार परमेश्वरले दिनुभए अनुसार त्यो स्वीकार गर्ला। अनि प्रत्येकले हामीलाई अर्थात् हाम्रो सञ्चारलाई 100% स्वीकार गर्छ भन्ने पनि होइन। तर सञ्चार चाहिँ गर्नुपर्ने हुन्छ होइन, किनकि उसले परमेश्वरको प्रेमले उसलाई प्रेम गर्नुपर्ने हुन्छ। सही सञ्चार चाहिँ हामीले गरिरहनु पर्ने हुन्छ होइन। अनि यो चाहिँ कोइनानीको एउटा महत्त्वपूर्ण भाग हो प्रियहरू। अनि परमेश्वरले चाहिँ समान सञ्चार गर्नुभयो, पुत्रलाई समान दिनु। म अघि पनि भनिसकेँ होइन, संसारको निम्ति दिनुभएको यो चाहिँ पुत्रलाई चाहिँ कसैलाई यहाँ चाहिँ पक्षपात गर्नु भएन होइन। अनि यो चाहिँ सुन्दर कुराहरू। अनि हाम्रो ग्रुप छ नि होइन, हाम्रो ग्रुप छ, थाहा छ तपाईँहरूलाई? सबैलाई थाहा छैन, कतिजना थाहा छैन भन्नुहोस् त? हाम्रो ग्रुप GGF पत्री भन्ने एउटा मेसेन्जर ग्रुप छ हाम्रो, त्यसपछि वाट्सएप ग्रुप पनि छ। हामी त्यहाँ चाहिँ समान सञ्चार गर्छौँ कहिलेकाहीँ हामी प्रार्थनाको विषयहरू बाँड्छौँ। त्यसपछि हामी मिसन ट्रिपमा गएको बेला हामी तपाईँलाई सूचना गरिदिन्छौँ। त्यसपछि प्रत्येक दिन डिभोसनको पालो छ, थाहा छ तपाईँहरूलाई? अनि हामी सञ्चार त गर्छौँ, तर हामी कतिजनाले त्यसलाई स्वीकार गर्नुहुन्छ, कतिले गर्नुहुन्न होइन। तर हामी सञ्चार चाहिँ हामी गर्छौँ। अनि किन भन्दाखेरि यो चाहिँ कोइनानीको एउटा महत्त्वपूर्ण हिस्सा हो। हामी सञ्चार चाहिँ गरेर हामी कहिले पनि छाड्दैनौँ। अब कतिले स्वीकार गर्ला, कतिले धेरै गर्ला, कतिले नगर्ला। अनि कतिजनाको डिभोसनको पालो 4 चोटि 5 चोटि आउँछ, उसले कहिले पनि हालेकै हुँदैन परमेश्वरको वचनलाई होइन। अनि तर त्यो स्वतन्त्र इच्छा हो, मानिससँग छ होइन। तर मण्डलीमा चाहिँ समान सञ्चार चाहिँ हुन आवश्यकता छ। यदि समान सञ्चार भएन भने त्यहाँ चाहिँ कोइनानी हुन सक्दैन, त्यहाँ चाहिँ सङ्गति हुन सक्दैन। यसकारण त्यहाँ चाहिँ एउटा भेला हुनसक्छ, त्यो एउटा छुट्टै झुन्ड हुनसक्छ होइन। अनि यो भएन भने चाहिँ समान सञ्चार भएन भने चाहिँ सङ्गति हुन सक्दैन। यसकारण मण्डलीमा मैले 5वटा कुराहरू भने, सङ्गति, कोइनानीको सङ्गति, त्यस पछाडि समान बाँडचुँड, त्यस पछाडि सहभागिता, त्यस पछाडि योगदान र सञ्चार। यी 5वटा कुराहरू चाहिँ मण्डलीमा हुन आवश्यकता छ। अनि यो कुराहरू हुन्छन् भने चाहिँ यो चाहिँ कोइनानी हो, यो चाहिँ सङ्गति हो। त्यहाँ चाहिँ नातावाद भयो, त्यस पछाडि के हुन्छन् होइन मण्डलीमा? जातभातको कुरा भयो। अनि त्यसपछि धनी वर्ग एकपट्टि भयो, गरिब वर्ग एकपट्टि भयो, सानो जात भन्ने कुराहरू, ठुलो जात भन्ने कुरा यदि मण्डलीमा भयो भने चाहिँ त्यहाँ चाहिँ कोइनानी हुँदैन, त्यो चाहिँ सङ्गति भएन, त्यो चाहिँ एउटा सांसारिक भेला भयो होइन। अनि यसकारण यो मण्डलीमा हामी कहिले पनि प्रवेश गर्न हामी दिँदैनौँ। यो चाहिँ मूर्ति पूजा हो। अनि यो चाहिँ डरलाग्दो कुरा हो। यसले चाहिँ विभाजन ल्याउँदछ। कतिपय काठमाडौँहरूमा चाहिँ राईको चर्च, मगरको चर्च, तामाङको चर्च भन्ने छ कतिपय काठमाडौँहरूमा चाहिँ। मलाई अचम्म लाग्यो के हो त्यो भनेको होइन। येशू ख्रीष्ट राईको लागि मात्रै मर्नुभयो र होइन,
मगरको लागि मात्रै मर्नु भएको यीशु ख्रीष्टले जातै बनाउनु भएन बाइबलमा त परमेश्वरले जातै बनाउनु भएन अनि यसकारण यीशु ख्रीष्ट समान सञ्चार गर्न चाहनुहुन्छ परमेश्वरले अनि उहाँले समान सहभागिता भएको चाहनुहुन्छ उहाँले मण्डलीमा योगदान गर्नको निम्ति चाहिँ अवसरहरू दिनुभएको छ होइन अनि यो चाहिँ सङ्गति हो अनि यो कुरालाई हामी कहिले पनि नबिर्सौँ अनि यो कुराहरू मण्डलीले बुझ्छन् भने चाहिँ अब हामी परमेश्वरलाई साँच्चै नै घनिष्ठ भएर हामी परमेश्वरको सङ्गति गर्न सक्छौँ उहाँको महिमा गर्न सक्छौँ अनि हामी भेला त हुन्छौँ तर यीशु ख्रीष्ट केन्द्रित भएन वचन केन्द्रित भएन भने त्यो चाहिँ सङ्गति होइन प्रियहरू हामी खान्छौँ पिउँछौँ रमाइलो गर्छौँ तर त्यहाँ छेउ वचन भएन यीशु ख्रीष्टको कुनै पनि कुराहरू भएन भने त्यो चाहिँ सङ्गति होइन होइन यस कारण त घरेलु सङ्गतिमा हामी हुन्छौँ त्यहाँ चाहिँ हाम्रो निम्ति खानेकुराहरू पनि हुन्छ तर सँगै त्यहाँ चाहिँ वचन पनि हुन्छ होइन हामी जे हुन्छौँ जहाँ भेला हुन्छौँ जे गर्छौँ त्यहाँ चाहिँ यीशु ख्रीष्ट केन्द्रित र वचन केन्द्रित चाहिँ हुन आवश्यकता छ त्यो भएन भने चाहिँ सङ्गति नै होइन होइन यसकारण हामीले यो सङ्गतिको सही अर्थलाई हामीले बुझ्न अत्यन्तै आवश्यकता छ आमेन हुन्छ परमेश्वरलाई महिमा होस्